हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि हजुरहरू कस्तो हुनुहुन्छ कमेन्ट गर्नु होला। र आज चाहिँ म यस्तो कटिङ गरेर चाहिँ म लागेँ चाउमिन बनाउनेपट्टि। चाउमिनलाई चाहिँ सुरुमा तातो पानी तताउने, नुन अनि तेल हालेर यसरी चाउमिन पानी उम्लेपछि चाउमिनको प्याकेटलाई खोलेर यसरी हालिदिने। अनि हालेर चाहिँ यसरी तपाईँहरूले चिम्टाले चलाउनु सक्नुहुन्छ। यो चाहिँ अब पुनिहरूले चलायो भने चाहिँ एकदमै काटिन्छ, ढुट्टिन्छ होइन। यसरी चिम्टाले चलाउनु भयो भने चाहिँ यो सबै ढुट्टिने चान्सेसै हुँदैन होइन। मैले चाहिँ दुई पिस गरेर हालेको थिएँ, साह्रै लामो हुन्छ भनेर। अनि यो चिम्टाले यसरी गऱ्यो भने चाहिँ डल्लो पनि पर्दैन साथीहरू। अन्त मैले चाहिँ मजाले यसलाई उमालेर तारेर साइडमा राखिदिएँ। त्यसको बादमा कराईमा पखालेर तेल हालिदिएँ। अनि तेल हालेपछि चाहिँ मैले तातेन प्याजहरू ट्राई गरेँ। तेल तातेपछि त सबै भेजिटेबलहरू एकसाथमा हालेर चाहिँ यसरी चलाउने, पल्टन पारेर चलाउने साथीहरू। अनि त्यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्ने हुन्छ। यसमा चाहिँ के छ भन्नुहुन्छ भने मटरको दाना, क्याप्सिकम, गाजर, त्यसको बादमा छ प्याजकली होइन, स्प्रिङ ओनियन पनि भनिन्छ, प्याजको पत्ता त्यो पनि हालिदिएको छु। अन्त दुईवटा काँचो खोर्सानी पनि काटेर हालेको छु। अन्त गोटा एउटा प्याज पनि हालेको छु साथीहरू। अन्त बिन्स पनि हालेको छु। अनि हालेर चाहिँ यसरी मजाले चलाउनु पर्ने हुन्छ। पट्याङ पारेर चलाउने। मेन चाहिँ यो भेजिटेबलहरू सबै एकदम मजाले चलाएको हुनुपर्छ होइन, किन सबै मिक्स भयो भने चाहिँ फेरि चाउमिनमा पनि मजाले एब्जर्ब हुन्छ। अन्त चाहिँ यसलाई मजाले चलाएपछि नुन पनि हालेर यसरी चलाइदिने साथीहरू। नुन हालेको चाहिँ मैले भिडियो अलिक डिस्टर्ब भएछ, डिलिट गरेँ होइन। यसमा चाहिँ नुन अलरेडी हालिसकेको छु। हालेर चाहिँ यसरी चलाउनु पर्ने हुन्छ। अन्त यसरी काट्नु होला पुनिउले। अन्त यो हल्का पाक्यो भने चाहिँ यसरी गाजर र क्याप्सिकम मेन हो, त्यो पाक्यो भने त अरू त एकैछिनमा पाकिहाल्छ। मटर पनि एकदमै खलिलो। त्यसको बादमा यसरी मैले ट्राई गरेँ। अन्त पाकिसकेको थियो होइन, पाकेको चाहिँ। अन्त त्यसको बादमा मैले हालेको छु अघि तारेर राखेको चाउमिन होइन, हेर्न सक्नुहुन्छ। अनि यो चाउमिन माथिबाट हालेर चाहिँ मैले अरू केही पनि हाल्दिनँ, सिर्फ मैले डार्क सोया सस हाल्छु होइन, ब्ल्याक सस पनि भनिन्छ। यसलाई हालेपछि चाहिँ अन्त यो चाहिँ चाउमिनमा मेन हो होइन। अन्त यो हालेर चाहिँ मैले चिल्ली सस चाहिँ आज हालिनँ, किन चिल्ली सस चाहिँ एकदम हस्स गनाउँछ, मलाई मन पर्दैन साथीहरू। अन्त यो हालेँ। तपाईँहरू चिल्ली फ्लेक्स पनि छ भने हाल्न सक्नुहुन्छ। यो हालेर चाहिँ यसरी मजाले पुनिउले गऱ्यो भने चाहिँ चुट्टिन्छ। अनि मैले चाहिँ चिम्टाले नै मजाले यस्तो गरेर चाहिँ मजाले यसलाई मिक्स गरेँ साथीहरू। यसरी मिक्स गरेपछि चाहिँ यो सब्जीहरू सबैतिर लाग्छ नि त होइन। अन्त यसरी मजाले मिक्स हुनुपर्छ, किनकि सब्जीमा हालेको नुन पनि छ, प्लस यता चाउमिनमा हालेको नुन पनि छ। चिम्टामा हल्का टाल्यो। अन्त मैले चाहिँ यसलाई दुईपट्टिबाट मजाले चलाएँ साथीहरू। मेन चाहिँ अब यतिखेर हो होइन, चलाउनु चाहिँ मजाले चलाउनुपर्छ, किनकि यो चाहिँ भेजिटेबल एकतिर अन्त यो चाउमिन एकतिर भयो भने चाहिँ मिठो हुँदैन नि त। अब त्यसको टेस्ट जान्छ। अन्त अरू बेला चाहिँ मैले चिल्ली सस पनि हाल्थेँ, आज चाहिँ मैले चिल्ली सस हालेन, किनकि चिल्ली सस मलाई त्यस्तो बादमा चाहिँ चलाउने। अन्त यसलाई मजाले मिक्स गर्ने साथीहरूले मजाले मिक्स गर्नुपर्ने हुन्छ। अन्त मिक्स गरेपछि चाहिँ सब्जीहरू पनि कति मजाको देखिरहेको छ होइन, हरियो सब्जीहरू अहिले त सबै सब्जीको सिजन पनि चलाएँ होइन। यसमा अझै लसुनको पत्ता पनि हाल्न सक्नुहुन्छ तपाईँले, धनियाँ पत्ता पनि। तर मैले चाहिँ हालेको छुइनँ, स्किप गरिदिएको छु, किनकि मलाई चाहिँ यतिकै मनपर्छ साथीहरू। अन्त यो चाहिँ अलिक स्पाइसी थिएन। अन्त मैले यहाँ चाहिँ तिलको चटनी बनाएर राखेको थिएँ, फेरि त्यो पनि हालेर खाएँ होइन। थ्याङ्क्स।